सबैमा नमस्कार। 2082 सालको फागुन 19 गते नेपालको परिवेशमा खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ। विभिन्न समयमा विभिन्न ज्योतिषीहरूले अन्तर्ग्रहण लाग्ने कुरालाई लिएर भाइरल बन्नका लागि विभिन्न समयमा ग्रहणको डर देखाइरहनु भएको छ। तर नझुकिनु होला दर्शकबिन, यो 2082 सालको फागुन 19 गते खण्डग्रास चन्द्र ग्रहण भने शास्त्रोक्त विधिले सत्य हो। यो ग्रहण कति बजे लाग्छ र ग्रहणको समय कति रहन्छ र कति समय अगाडिदेखि के गर्नु हुँदैन, यो कुरा म यहाँलाई बताउन गइरहेको छु। यहाँले ध्यान दिएर सुन्नु होला। र यो ग्रहणको समयमा यी चार राशिहरू अत्यन्तै शक्तिशाली, ज्ञानवान, धनवान बन्दैछन् र कार्य सफलताको शिखरमा जाँदैछन्। ग्रहणको समय 2082 सालको फागुन 19 गते हो। तदनुसार मार्चको 3 गते सन् 2026 ग्रहणको समय रहेको छ। यो ग्रहण दिउँसो 3:34 ग्रहणको स्पर्शकाल शुभारम्भ हुन्छ। तर काठमाडौँको परिवेशमा भने चन्द्रोदय पछि मात्र यो ग्रहण देख्न सकिन्छ। काठमाडौँमा त्यो दिन चन्द्रोदय बेलुका 6:03 हुनेछ। त्यस्तै गरी यो ग्रहणको मोक्ष भने रात्रि 7:02 ग्रहणको मोक्ष हुनेछ। यो ग्रहण लगभग 3:34 देखि बेलुका 7:02 भनेपछि यो ग्रहण लामो ग्रहण हो। यो ग्रहणले विभिन्न विश्लेषकहरूको अनुसार पनि यो ग्रहण चाहिँ नेपालको लागि अत्यन्त अरिष्टकारक भनिएको छ। किनभने यो चाहिँ 21 गते चुनाव आउँदैछ। चुनावको माहौलमा देशले कुन गति लिएला भन्ने डर पाइरहेका हामीहरू यो ग्रहणले झन् हामीहरूलाई क्षति पुर्याउन सक्छ। यो ग्रहणको 12 घण्टा अगाडि ग्रहण सूर्यबाट नराम्रा विकिरणहरू पृथ्वीमा पैदा परिरहने भएका कारणले 12 घण्टा अगाडि यानि कि 19 गते बिहान 9:03 देखि बाल, वृद्ध, अशक्त बाहेक अरूलाई भोजन नगर्नको लागि शास्त्रले बताएको छ। यदि भोजन गरियो भनेदेखि हामीलाई कष्ट हुन्छ। निद्रायाम जायते व्याधि, सुतियो भने व्याधि रोगको वृद्धि हुन्छ। मूत्रे दारिद्र माप्नुयात्, अब खाइयो भने दिशा पिसाब गर्नुपर्छ। दिशा पिसाब ग्रहणको समयमा गरियो भने दरिद्र हुनुपर्छ भनिएको छ। पुरुषे कृमि योनिश्च, दिशा गरियो भने कृमि योनिमा प्राप्त हुने। मैथुन आदि गरियो भने गाउँमा सुकर हुनुपर्ने। तेल लगाइयो भने कुष्ठ रोगले युक्त हुनुपर्ने। भोजन गरियो भने अधोगति प्राप्त हुने। त्यस्तै गरी बन्धनेच भवेत सर्प बधेच नरकम ब्रजेत भनिएको छ। केही कुरा बाँध्नु नहुने र कसैलाई वध गर्नु नहुने। यो समयमा हामीहरूले तीर्थ, व्रत, स्नान, दान, पुण्य, पूजा पाठ, जपहरू गरियो भने एकदमै राम्रो हुन्छ। यो ग्रहणको समयमा 4 राशिहरू अत्यन्तै भाग्यमानी र शक्तिशाली, धनवान बन्दैछन्। ती राशिहरूमा सबैभन्दा भाग्यमानी र शक्तिशाली अझै 2टा राशिहरू छन्। ती राशिहरू कुन होला? यदि तपाईहरूको पनि मिथुन राशि परेको छ भने तपाईलाई श्री प्राप्ति बताइएको छ। यो ग्रहणमा, यो ग्रहणको समयमा राम्रा कामहरू गर्नु होला, तपाईलाई श्री प्राप्ति हुनेछ। अर्को राशि छ तुला राशि। तुला राशिलाई लाभ बताएको छ। यदि तपाईँ तुला राशि हुनुहुन्छ भने राम्रा काम गर्नुहोस्। यो समयमा बसेर जप तप पूजाहरू गर्नुहोस्, स्नान गर्नुहोस्, ग्रहणको समयमा दान गर्नुहोस्, तपाईलाई धेरै लाभ हुनेछ। 4 राशि मध्ये 2टा राशि अत्यन्त शक्तिशाली, मिथुन राशि र तुला राशि परे दर्शकबिन। अर्को 2 राशि छन्, त्यसमध्ये मीन राशि र वृश्चिक राशि। वृश्चिक राशि र मीन राशिलाई सुख मिल्नेछ। यो ग्रहणको समयमा सत्कर्महरू गर्नुहोस्। यी 4 राशिहरू अत्यन्तै भाग्यमानी र शक्तिशाली बन्नेछन्। यो खण्डग्रास चन्द्र ग्रहणको समयमा हामीहरूले स्नान, जप, पूजा र हामीले यो ग्रहणको दान गरियो भने हामीहरू अत्यन्तै ज्ञानी बन्छौं र हामीहरूलाई भगवानको आशीर्वाद मिल्छ। र यो ग्रहणको एपिसोडको यो भिडियो सबैलाई शेयर गरेर हजुरहरूले सहयोग गरिदिनु होला, सबैलाई ज्ञान दिनु होला। हजुरहरूलाई यो म अनुरोध गर्दै यो एपिसोडबाट म बिदा चाहन्छु। हस्त हरि ओम।